गाइज हामी यहाँदेखि जान लाग्यो अनि फोटोहरू खिच्यौँ तिनको मन पनि शान्त भयो होइन मन्दिर नगएको पनि कति भयो थियो हामीलाई त जानु हुन्थेन त्यही पनि आहा कस्तो राम्रो देखेको मन्दिर तर आँट्यो भने त्यो इमर्जेन्सीमा आइयो होइन हामी अनि केही प्लान पनि नभने यहाँ पोखरी पनि रहेछ के आँट्यो भने चाहिँ पुऱ्याउँछन् भन्छन् तर हामीले नआँटेको कुरा पनि भगवान्ले पुऱ्याउनु भएको छ पानी बिनाको पोखरी तर राम्रो रहेछ है ठाउँ चाहिँ रुखहरू खतरा छ पानी बिनाको पोखरी देख्न सक्छौ पानी बिना माछा छटपटिन्छ तर तिमी बिना म छटपटिन्न भन्ने आमा यताखेरि जति त्यतितिर गर न ल अलि नजिक हात राख हो त्यहाँनिर अझै हो त्यतानिर हाँसेर हुन्न के गाइजहरू हेर्नु मैले 10 पुसा भन्न राम्रोसँग सक्थेँ तर मैले अहिले धेरै भयो कि एक्सर्साइज नगरेको बिर्सेँ ल ल ल ये भएन जिजस हामी चाहिँ सबको भिडियो सुट गर्दैछौँ त्यहाँ चाहिँ मनले दर्शन गरेर आइसक्नु भएको छ आज ब्लगमा मेरो साथीले गर्नुहुन्थ्यो अनि त्यही भएर सिकाउनु पर्यो नि त आफूले जानेको कुरा चाहिँ नराम्रो देख्यो भने राम्रै मान्नु है भिडियो सुट भइरह मेरो तालमा लगाएर तिमीले पनि बिगारिन्छ ल्याउनु 11 पुगाइसक्यो म बल्ल भिडियो बनाउँछु 15 16 मान्छेले यति सजिलै रहन्छन् मलाई हेर त मेरो ताल ओ भगवान् 21 22 23 24 25 ढिला भइरह हामीलाई 50 हान्दिसै भाइ भने त बढी ल्याउ मैले हान्छु फेरि तिमीले बनाऊ भिडियो मैले चाहिँ सबैको त भन्छु मैले पहिले गरिसकेँ कति राम्रो गर्दैन भिडियो बनाउनु बिर्सेछु भयो 1 2 3 4 5 अहिले 6 गर्छु सुरुमै गाइज मैले बनाउनु बिर्सेँ मलाई देख्नु के म कस्तै छु अब यसले त म यस्तो गरेर सिकेँ तिमीले ल सिक्ने हो गाइज जाम भनेर नि आइसक्यो भन मैले सकिनँ हाने अनि यिनले चाहिँ हँसाइन् जेस रमाइलो भयो फ्रेस अनि ओ एउटा गीत सम्झेँ नि मैले त्यो के तिमीलाई राम्रो देखाउने चस्मा छ भन तिम्रो अब मन कसमा छ दाते खरा मेरैमा छ तिमी जस्तो त अरूको छ र जस्तो अरू कोही पनि हुन भएन निलाम इज ब्रान्डेड यस सी इज ब्रान्ड ओए हामी त उल्टे हिँडिरहँ है उल्टे कस्तो उल्टे माथिबाट फेरि तल तल आयौँ कि यहाँ हल्का उ छ के गहिरो छ होइन अनि यहाँ केबल कार पनि यहीँनिर छ यतैनिर छ ओए लौ कति राम्रो हो क्या यो फुल हेर्नु न कस्तो राम्रो देखिने रहेछ बल्ल यहाँ छ यहाँदेखि त म चिनी छु हो यहीँ हो क्या भ्यू पोइन्ट भन्ने उ भएको साउरा साउरा रहर लाने फुलसुल तर यो भिडियो बनाउने अप्ठ्यारो हुने रहेछ क्या अनि रहर लाने के गर्नु एउटा असम्भव एउटा सम्भव लगभग नजिकै आइसक्यो हामी यति उकालो अब यो त्यो छ अब थोरै उकालो छ अनि पुगिन्छ हामी मेन ठाउँमा गन्तव्यमा बुझ्नु भयो नि मेरो उकालाको बोलीबाट चाहिँ यहाँ केबल कारदेखि चाहिँ यहाँ आउँछ न हामी 2 घन्टामा आयौँ होला फोटो खिच्दै रमाउँदै हेरेको गरेको हुन्छ कुना कान्छाले के त्यो भनेको कता हिँडेको कता जाने मगर भाषा न कुला कान्छाले भन्छ यहाँदेखि यस्तो ठाउँ देखिन्छ गाइज यहाँदेखि बुटोलको ठाउँहरू यस्तो राम्रो देखिन्छ होइन अहिले राम्रो अझै देखेको छैन तर केबल कार आउने यही ठाउँ हो अनि यहाँ यस्तो राम्रो देखिन्छ ओए कस्तो राम्रो ठाउँ छ कि यहाँनिर हेर्नु भन्दिनँ बाँच्ने हो ओए के भन क्या भन्नु
बसन्तपुर पनि म यहाँदेखि कस्तो मधुरो देखिन्छ कि अहिले न अलि आज क्लियर रहन्छ नि चाहिँ कस्तो राम्रो ठाउँ हो भाइ ओए फोन खै कस्तो राम्रो ठाउँ हेर्नु न गौतम बुद्धको गाइस मैले एउटा फुल चोरेँ सरी है चोरेर मैले यहाँ लुकाएको छु कि ओए मेरो औँठी यस्तो भएछ यो बोझ के कुन गाइस यो चाहिँ मेरो मामाको फेभरेट फुल हो पहिला चाहिँ कति रोप्नुहुन्थ्यो अहिले छैन घरमा एउटा बिरुवा लाउनु पर्ने भएको छ भाइ कहाँ पुगिसक्यो कस्तो राम्रो ठाउँ के राम्रो ठाउँमा आएको छौँ त हामी मैले अघि चोरेको फुल चाहिँ यहाँ चाहिँ मैले चोरिहालेँ मलाई म क्षमा पाऊँ मलाई माफ गरिदिनुहोस् मलाई माफ गरिदिनुहोस् कस्तो राम्रो ठाउँ छ भाइले कुरिरहेछ हामीलाई सबैभन्दा छिटो हामी जाने हो अनि माथि बसेर हाम्रो भिडियो बनाउनु भएको थियो वा कस्तो राम्रो प्लान्ट हो उयो कसको नाम हो सङ्गीता नाम लेखेको छ को पोइसी लकी गर्ल सबले लक्ष्मी नाम लेखेको छ लक्ष्मी के नाम लेखेको छ तर अरू चाहिँ बुझेको छैन जाम यहाँको साथीहरू चाहिँ फर्किनु भयो साथी दिदी बहिनी फर्की चाहिँ हामी चाहिँ बल्ल जाँदैछौँ फोटो खिच्दै आयौँ नि त हामीले अनि मैले चाहिँ आफ्नो प्यारा मित्रहरू साथी मनमा भएको मान्छे सबैलाई सम्झेको छु ल सँगै आउन नपाए पनि प्लान थियो नि त सबैसँग हाम्रो भन्ने क्यामेरा चाहिँ किन यसरी बोलेको होला भने नि उनलाई देखाएको त्यही भएर त्यही कुरा यिनको फुस्केको रहेछ यदि मेरो कोही मित्रहरू अनि मलाई चाहने मान्छेले हेर्नुहुन्छ यो भ्लग भने मलाई फुलहरू एकदमै मनपर्छ मलाई फुल गिफ्ट गर्नु होला प्लिज भन्दिनँ मैले नाम लेखेर नि आफ्नो नाम लेखेर बिग फ्यान त नै फिन त कसरी हुन्छ डोन्ट रिभिल माई नेम प्लिज अनि मलाई चाहिँ फुल एकदमै मनपर्छ फुलहरू मनपर्छ भन्दा माया लाउँछ कि फुलको माया पनि लाउँछ माया लाग्यो भने चाहिँ स्याहार्छन् अनि केयर गर्छन् रे मन पर्यो भनी चाहिँ टिप्छन् रे माया गर्ने मान्छेले चाहिँ केयर गर्छन् रे भन्छन् होइन तर मैले चाहिँ फुलहरू टिप्छु मन पनि पर्छ अनि माया पनि लाउँछ दुइटै हुन्छ माया लगाएपछि फेरि आफूसँग सँगै राख्नु मन लाग्छ कि स्वार्थवाला माया छ कि मेरो फेरि आफूसँगै राख्ने माया लाउँछ अनि मन पर्यो भने चाहिँ हेरेर चित्त बुझाउने त्यस्तोवाला अनि टिप्यो भने चाहिँ मैले त्यो कदर गरेर सँगै राख्छु हो कि नै हो मैले कति धेरै फुलहरू ड्राई बनाएर राखेको छु यो चाहिँ ठाउँ हेर्नु पुग्यो टल्के छ धेरै हामी फाइनली पुग्यौँ है त गीत बजिरहेको छ यहाँ ओहो सिसा छ भुइँभरि सिसा फुटेर ए फोन खै फोन फाइनली हामी पुग्यौँ गाइस मेरो भाइ उता गएर यहाँदेखि यस्तो देखिन्छ भ्यू कस्तो देखिन्छ यहाँ आएको मैले फोटो चाहिँ कस्तो गाइज हामी फाइनल्ली हाम्रो गन्तव्यमा पुग्यौँ डेस्टिनेसन दिस इज नट डेस्टिनेसन केबल कार चाहिँ यसरी आउँछ यहाँले खै अर्को फोनदेखि बनाऊ न अब हामी एकछिन रेस्ट गर्छौँ थाकिसक्यो हो केही खाने होला हामी चाहिँ यहाँ बस्ने अब खाने कार्यक्रम गर्छौँ हामीले चाहिँ खानेकुराहरू ल्याइसक्यो यो चाहिँ सब मेरो फ्रुट छ होइन मलाई केही अरू खाना हुन्न भनेर अनि
यो भाइको लागि हो, निलमले पनि खान्छ नि। अनि यो चाहिँ हाम्रो ब्रेड मलाई हो कि, ब्रेडमा मलाई लगाएर लिएर आएको। अनि यो पपकर्न भयो, ब्रेडमा हजुरले लगाएर लिएर आएको। मलाई लगाएर लिएर आएको। सब फोटो खिच्नमा बिजी छ नै, आइफोन टल्किरहेको छ सबको। म पनि मेरो नि अब चाहिँ खाने तयारी भइसक्यो। यिनी चाहिँ एकदमै ठुलो फ्यान हुन् है दाइको। कतै आएको बेलामा यसो भेटघाट गर्नुपर्ने छ। हामी चाहिँ भोजन गर्दैछौँ सबैजना। अब भोगटे भोगाटे नुन चाहिँ यहाँ छ है, हामीले मम्फलीको लागि लिएको नुन छ। त्यही त खाने। म अझै पनि कस्तो क्यामेरामा झ्याप्प देखिन कस्तो लाग्यो मलाई। हामीले चाहिँ सानोमा क्या यो भब्बु खाँदा यो भब्बुको त्यो उसलाई कसको बिहा कतातिर हुन्छ भनेर गर्थ्यौँ, त्यही गर्न। मेरो बिहा कसको बिहा कता हुन्छ? ल निलमको बिहा कता हुन्छ? ए मसित हुन्छ र? कर्णसित हुन्छ अरे मेरो बिहा। करिनातिर गयो। निलमको बिहा कता हुन्छ है? अब भएन यता पाल्पातिर चाहिँ गयो। यता कता पर्छ? यता पाल्पै हो। तिम्रो यता पनि पाल्पा जिल्ला हो कि मैतिर आएको नि। फेरि है फेरि योसँगै कता हुन्छ हिमालको बिहा? ए मैतिर आउँछ कि यिनीतिर यो कता कुन साइड पर्छ? ल गुल्मीतिर हुन्छ। भाइको अरू गुल्मीतिरै हुन्छ अरे। ल मेरो बिहा अब करिनाको बिहा कता हुन्छ? मेरो उता हुन्छ पूर्वतिर हुन्छ। यिनको मेरो दुईटातिर एकैतिर भयो है बिहा, होइन? कसो मेरो तिर गयो अनि हिमालको पश्चिमतिर आयो, होइन दक्षिणतिर, उत्तर दक्षिण। मेरो कता आयो थाहै भएन। फेरि तिम्रो ल ल हे भगवान्, ल अग्निलाई साँची राखेर कता बिहा हुन्छ? यतै गयो, यतै चाहिँ हुन्छ, पूर्वतिर हुन्छ। यतै कता हुन्छ? ल अब कता हुन्छ? पूर्वतिर। गाइज हामी चाहिँ पहिले आएर अब खानाहरू त तल बसेर खायो नि त। अनि यहाँदेखि भ्यू यस्तो देखिन्छ है। हामी खाना खाएको चाहिँ यहाँ बसेर हो। अहिले चाहिँ हल्का मधुरो छ कि। यो सांस्कृतिक नृत्य सँगसँगै हामी हाम्रो भ्लग एन्ड गर्न चाहन्छौँ, किनभने हामीसँग धेरै चार्ज पनि उपलब्ध छैन। अनि अब सबैजना यता आऊ त, हजुरहरू पनि आएर एकदम रमाइलो छ। गाइस हामी चाहिँ भ्लग एन्ड त अघि नै गरिसकेको, तर हामी फेरि फर्किन लागेको भिडियो है। फर्किँदा यो बाटो आएको छ, यस्तो राम्रो लाग्यो। अनि हजुरहरूलाई पनि देखाएको मैले, राम्रो रहेछ क्या यो। अनि हेर्दाखेरि शीतल होइन चिसो हामीलाई। इनको फेभरेट फ्लावर फुल इनको लागि भेटियो पनि होइन, लकी डे। मेरो भाइले कस्तै घर हेर्नु न कस्तो मन पर्यो मलाई, छुट्टै आनन्द आउँदो देख्दै। गीत गाउँदैछौँ है साथीहरू हामी फर्किँदाखेरि। यो चाहिँ कडी पत्ता लिएर जानु लाग्यो।
लगाम बत्ती बाल्ने मटी तेलमा लाहुर जाने रेलमा बत्ती बाल्ने मटी तेलमा लाहुर जाने रेलमा झन्झुकेर लौरी भयो पिरातीको खेलमा आँधी खोला उर्लेर आयो आउने थिन मायाले बोलायो अनि अर्को हिमाल पारी पल्लोपट्टि छङछङ गर्ने खोला पारी पल्लोपट्टि छमछम गर्ने खोला चोरीलाको माया नभन्दिनु होला आधी खोला उर्लेर आयो आउने थिन मायाले बोलायो धन्यवाद यो भ्लग कस्तो Bye bye. लाग्यो कमेन्ट गर्नु होला आजको लागि यति नै बाई बाई भाइलाई